वेलकम टु माई ब्लग गाइज। आज चाहिँ हामी आएका छौँ बिहेमा अनि यता हाम्रो मान्छेहरू हुनुहुन्छ। हेलो, बिहा कस्तो छ? एकदम आनन्दको बिहे छ, रमाइलो भएको छ। बेहुला बेहुली तयार तम्मर हुँदैछन्। स्याहार गर्नको ठिक मलाई त सोध्दैन है, यसलाई म कानु खेल्छु होला। के भन्नु छ भन्नु। स्याहार गर्ने बेला भएको छ। बेहुली निकालिसकेछन्। आमा, तपाईँ के भन्नु छ? म त खोइ केही पनि भन्दिनँ हौ भाइ। गाइस यतापट्टि भिरम्बार भनेको छ। आज हामी अनि माथि जाँदैछौँ। गाइस देख्न सक्नुभएको छ। बेहुला र बेहुली गाइस, बेहुला बेहुली र यहाँ चाहिँ हाम्रो होटेल पिसफुल्ली यता हेर्नुहुन्छ। पानीपुरी पनि छ बाहिर। गाइस चिनी खानुहुन्छ। अलिकति छेउ त्यहाँ बिहा किन अनि यहाँ चाहिँ हाम्रो प्रधान भाइ हुनुहुन्छ। खै त नाम के हो तिम्रो भनेर यहाँ भरे भनौँ ल। गाइस अनि सब्स्क्राइब गर्दिछ। अब न पापा। गाइस हेर्न सक्नुहुन्छ यहाँ पानीपुरीको ठाउँ छ। गाइस झर्ना गाइस देखिरहनु भएको छ होला। गाइस झर्ना अर्को पनि देखाउँदैछु। गाइस ओ म्याट्रिस गाइस हेर्न सक्नुहुन्छ। त्यहाँदेखि चिसो हाने गिरिरहन्छ। अनि हाइलाची थ्याङ्क यू फर भिजिट अगेन भनेर लेखिनु भएको छ। तपाईँ देखिरहनु भएको होला। गाइस अनि भिनाजु कबैले पनि राखिदिएको थिएँ। हेर्नु सबै ठाउँ होटल पिसफुल्ली। होटल पिसफुल हो यो। पानीपुरी हेर्नु सक्नुहुन्छ। गाइस हाम्रो दिदीले बनाउनु हुँदैछ। यहाँ पानीपुरीको रस पनि मिठै छ। गाइस आजको लागि यति नै, बाई बाई।